कस्तो लाग्यो माछाको स्वाद मलाई त मन पर्यो अब म त यही बगान बनाएर खान्छु हेलो गाइस म भात खाँदैछु यो भात के को तरकारी हो भन्दाखेरि भातमा एकदम सस्तोमा निप्ट्याउने तरकारीको म यो आज सेउखाइ गर्न जाँदैछु एकदम यासुई एकदम सस्तोमा कुन तरकारी बनाउने त उ त्यो क्यान देखाइदेऊ त उ त्यो क्यान देख्नु भएको त्यो क्यान त्यो माछाको क्यान हो माछा त्यो माछा कुसमुसमा तपाईँ जान्नुहुन्छ भने कुसमुसमा चाहिँ त्यो माछा 140 समथिङ यो माछा सोल्टो देखाउनु न यो माछाको क्यान सोल्टो देखाउनु न नाम कि यस्तरी नाम देखाउनु भनेको के यो साकाना यसरी गर्नुपर्ने साकाना मिजुमी भनेर लेखा रहेछ कान्छीमा अलिकति विक छु यो साकाना किन्ने अनि घरमा ल्याउने अनि करी बनाउने तेल सेल हालेर अलिक टमाटर समटर हालेर ग्रेभी बनाउने अनि त्यसमै यो माछा हालेर टक्क अनि ग्रेभी बनाएर पकाएर खाएपछि माछाकै स्वाद आउने रहेछ मैले त माछा बिर्सेँ आइज अब मैले माछा बिर्सेँ यता धेरै लामो बोल्नु भयो हो ल कस्तो लाग्यो माछाको स्वाद मलाई त मन पर्यो अब म त यही बगान बनाएर खान्छु घरमा कुर्ची छैन हजुरको Emotional, damn it! घरमा कुर्ची छैन यस्तै बसेर खाएको बच्चादेखि बानी छ अहिले पो कुर्ची आयो आफ्नो भूत धरातल के हो बिर्सिनु हुँदैन त्यहाँ आफ्नो जमिन औकात के छ पहिला के थियो त्यो कुरा बिर्सिनु हुँदैन टोयलेट गएर बस्छ नि त टोयलेटमा बसेर खाऊ यसरी खाएपछि आनन्द लाग्छ मलाई लगाइस त्यही हो कहिलेकाहीँ अल्छी लाग्यो झ्याउ लाग्यो भने चाहिँ यसरी नै बनाएर खानु होला मलाई मिठो लाग्यो अब तपाईँहरूलाई के कस्तो लाग्छ बनाएर खानु अनि यो कमेन्ट गर्दा ल यो भिडियोको तल कमेन्ट गर्नु धन्यवाद खान अगाडि अच्छा भयो